के काठमाडौँका मेयर बालेन शाहले यो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिँदैछन्? पछिल्लो समय यो विषयले राम्रै चर्चा पाएको छ साथीहरू। कतिपयले भन्छन् कि मेयर बालेन शाहले राजनीतिबाट हार खाइसके, उनले यो कार्यकाल सकिए लगत्तै राजनीतिबाट सन्यास लिन्छन् र आफ्नो पुरानै जीवनमा फर्किन्छन्। धेरैको बुझाइ अहिले यो छ साथीहरू पछिल्लो समय। के साँच्चै त्यस्तै होला त? आउनुहोस् यो विषयमा केही चर्चा गरौँ साथीहरू। सबैभन्दा पहिला त साथीहरू यो भिडियो धेरैभन्दा धेरै सेयर गरेर बालेन शाह समक्ष पुर्याउनु होला। आम जनताको बालेन शाहप्रति एउटै मात्रै गुनासो के छ भने साथीहरू कि बालेन शाह पनि अरू नेता जस्तै सार्वजनिक रूपमा आम जनता समक्ष सहजै उपलब्ध पाउन्। कतिपयले भन्छन् कि बालेन शाहलाई भेट्न राजा महाराजालाई भेट्न भन्दा दुःख छ। तर यो हुँदाहुँदै पनि साथीहरू अहिलेको समयमा सर्वाधिक लोकप्रिय नेता भनेर नेपालका नेताहरूमध्ये बालेन शाहलाई चिनिन्छ। नेपालमा मात्रै होइन कि विदेशकै कतिपय देशहरूले पनि बालेन शाह नेपालको सर्वाधिक लोकप्रिय युवा नेता हुन् अहिलेका भनेर व्याख्या गर्ने गर्छन्। अस्ति भर्खर हामीले नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेले पनि यो भनेको सुनियो र भर्खर मात्रै सम्पन्न भएको एउटा अनुसन्धानले पनि जेनजी यानि कि युवा माझ बालेन शाह सर्वाधिक लोकप्रिय नेता हुन्, त्यसपछि चाहिँ रवि लामिछाने हुन् भनेर अनुसन्धानले पत्ता लगाएको थियो। अब यस्तो लोकप्रिय नेता बालेन शाह चाहिँ अहिले कहाँ छन्, के गर्दैछन्, केही थाहा हुन्न साथी। उनको राष्ट्रिय राजनीतिमा आउने विचार छ कि छैन, के छ उनको सोच, के सोचिराखेका छन् उनले भविष्यको नेपालको राजनीतिको बारेमा, केही थाहा पाइँदैन। यसरी त भएन नि। कि त भनिदिनु पर्यो कि आम जनतालाई म अब राजनीतिदेखि सन्यास लिन्छु भनेर। यदि होइन भने आम जनतामा सार्वजनिक हुनु पर्यो। लाखौं नेपालीहरूले अहिले सर्वाधिक आशा गरेको नेता भनेको बालेन शाह हो। अब त्यही बालेन शाहले आफ्नो कुनै पनि क्रियाकलाप सार्वजनिक नगर्ने, कहीँ कतै सोसल प्लेटफर्महरूमा नदेखिने, आम जनताको टचमा नरहने, आफ्नो विचार सार्वजनिक नगर्ने, आफ्नो धारणा सार्वजनिक नगर्ने, अनि यसो गरेपछि फेरि जनता निराश हुन्छ। निराश भइसके पछाडि उनले पाएको समर्थन पनि बिस्तारै मर्दै जान्छ। यो कुरा बालेन शाहले सोच्न जरुरी छ यदि उनी नेपालको राष्ट्रिय राजनीतिमा आउने हो भने। आउने होइन म यो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिन्छु भन्ने हो भने त ओके, केही छैन। तर यदि त्यसो होइन भने सार्वजनिक त हुनु पर्यो नि। काठमाडौँमा मात्रै सीमित रहेर देशमा राष्ट्रिय रूपमा राजनीति गर्न त सकिँदैन। देशका विभिन्न भूभागहरूमा घुम्नु पर्यो, आम जनतासँग अन्तर्क्रिया गर्नु पर्यो, उनीहरूको मर्म भावना बुझ्नु पर्यो, उनीहरूको सोच विचार के छ त्यतातिर ध्यान दिनु पर्यो। मैले जाने अनुसार साथीहरू बालेन शाह मेयर भइसके पछाडि उनी एकचोटि हो कि दुईचोटि धरान पुगेका थिए, बाँकी कहीँ गएको मेरो जानकारीमा छैन। अनि यसरी नेता बनिन्छ त देशको? जनतासँग हिमचिम बढाउनु पर्यो नि नेता भइसकेपछि। जसले जे भने पनि संगठन निर्माण नगरिकन देशमा राजनीति गर्न सम्भव छैन। त्यतातिर लाग्नु परेन त नि यदि साँच्चै राजनीति गर्ने नै हो भने। होइन भने थाहा दिनु पर्यो कि आम जनतालाई म राजनीति गर्नेवाला छैन, मलाई त र्यापै ठिक छ भनेर भनिदिनु पर्यो मेयर बालेन शाहले। यसरी लाखौं जनताहरूलाई दोधारमा राखेर उनीहरूको आशा र भरोसामाथि पानी खन्याउने अधिकार बालेन शाहलाई छैन। र साथीहरू म फेरि पनि भन्छु यो भिडियो धेरैभन्दा धेरै सेयर गरेर बालेन शाह समक्ष पुर्याउनु होला कि मैले भनेको कुरामा यदि तपाईँ सहमत हुनुहुन्छ भने।